सम्पूर्ण नमस्कार। सैलुङ अस्पतालको भिडियो बनाउँदैछु। यो चाहिँ अहिलेको अस्थायी भवन हो, जुन चाहिँ यो वडा कार्यालय नजिकै छ। हामी वडा कार्यालय हुँदै जाँदै गर्दा चाहिँ दुर्गामावि पुग्छौँ। दुर्गामाविको ठ्याक्कै चौरबाट तलतिर झरेर चौर मुनिबाट मागा जाने बाटो लेफ्ट छ, राइट हुँदै हुँदै आउँछौँ। अलि अगाडि आइसकेपछि रोड मुनि हस्पिटल देख्न सकिन्छ भने अलि पर गएर यहाँबाट ओह्रालो झर्नुपर्ने हुन्छ। अलि पर गएर लेफ्ट झर्नुपर्ने हुन्छ। पालिकापट्टिबाट तल्लो बजारपट्टिबाट आउँदा चाहिँ राइट छ यो बाटो। बाटो एकदमै राम्रो छ, ढलन भइसकेको छ। नाला त झन् यति राम्रो रहेछ। कहीँ ढलन बाँकी छ, पुरै बाटो ढलन हुने भन्ने कुरा बुझेको छु, बिस्तारै होला। तर जे होस् बाटो एकदमै राम्रो छ। सानसानो गाडी पनि, अटोहरू, सानसानो कारहरू सरर आउन सक्ने बाटो छ। त्यहाँ पर सैलुङ अस्पताल देखिसकेको छ। ठ्याक्कै गेटनिर पुग्यौँ हामी अहिले। हेर्नुहोस्, सरर गेटबाट छिर्ने बित्तिकै यति राम्रो देखिन्छ नि। निर्माण कार्य भइरहेको छ। साउनको पहिलो दोस्रो सातादेखि नै आफ्नै भवनबाट सेवा सुविधा दिने भन्ने कुरा बुझेको छ। सरर हस्पिटलभित्र आइसकेपछि ठ्याक्कै लेफ्ट साइडमा चाहिँ यो क्यान्टिनको भवन छ, देख्न सक्नुहुन्छ। यो एकदमै सबै कुराहरू लगभग रेडी भइसकेको छ, एकदमै राम्रो छ। क्यान्टिनबाट पछाडि साइडमा निस्केर हातहरू धुने, यता बसेर चिया खाने स्पेस पनि राम्रै छ। एकदम राम्रो कम्पाउन्ड घेरेर धेरै सोलरहरू पनि राखिएको छ। रातिको लागि पनि एकदमै सहजीकरण हुनेछ। पुरै व्यवस्थित छ। यो साइडमा बाथरुम छ, यहाँ फायर एक्सटेन्सन पनि राखिएको छ। पानीको लागि ट्याङ्की भयो। यो चाहिँ बाहिरको बाथरुम भयो। यिनीहरू चाहिँ त्यो परको चाहिँ कुरुवाको लागि, गेटमा बस्नुहुने व्यक्तिको लागि राखिएको भवन भयो भने यो दुईवटा चाहिँ एउटा लेफ्ट साइडको क्यान्टिन र राइट साइडको बाथरुम भयो। यो तल देखिएको चाहिँ पोस्टमार्टम भवन भन्ने कुरा मैले बुझेको छु। पोस्टमार्टम भवन भयो। त्यो परको दुईवटा चाहिँ कुरुवाको गेट नै यो सैलुङ अस्पतालको लागि जो गार्डको काम गर्नुहुन्छ उहाँको लागि भन्ने कुरा मैले बुझेको छु। एकदमै सुविधा सम्पन्न भवन छ। एसीदेखि लेफ्ट साइडको सुविधा सम्पन्न भवन छ। सानातिना अपरेसनहरू लगायत धेरै कामहरू यहाँ हुनेछन्। यो 15 शैय्याको अस्पताल हो, देख्न सकिन्छ। सोलरहरू धेरै नै चाहिने मात्रामै छन्। राति पनि कुनै विपद परेर बत्ती जाँदाखेरि पनि कुनै असर पर्दैन। सोलर छन्। हामी भवनभित्र पनि जान्छौँ। भवन एकदमै उज्यालो, एकदमै राम्रो खुल्ला भवन छ। भवनभित्र इन्ट्री गर्ने बित्तिकै देख्न सकिन्छ एकदमै ठुलो स्पेस छ। यहाँ कुन रुम कता हुन्छन् भन्ने कुरा त अहिले ठ्याक्कै थाहा छैन मलाई पनि। तर यहाँ चाहिने सामानहरू, यहाँ आवश्यक सामानहरू सबै आइसकेका छन्। एसीहरू फिट भइसकेको छ। यहाँ चाहिने लगभग धेरै सामानहरू आइसकेका छन्। धेरै काम भइ नै सकेको छ। यहाँ यति धेरै कोठाहरू छन्। यहाँ विभिन्न क्षेत्रका विभिन्न कामहरू गर्ने ठाउँहरू होलान्, विभिन्न काम गर्ने कोठाहरू होलान्। यिनीहरू धेरै नै कोठाहरू छन्, चाहिने मात्रामा कोठाहरू छन्। सुविधा सम्पन्न सैलुङ अस्पताल हो यो। बाथरुमहरू पनि एकदमै राम्रा छन्। यहाँको दैनिकी कार्यको लागि चाहिने डेस्क बेन्चहरू पनि ल्याइसकेको छ भने यो गेटबाट चाहिँ बाहिर जाने हो। यहाँ बाहिर बिरामी कुर्ने व्यक्तित्वहरूलाई या बाहिर बस्न चाहने व्यक्तित्वहरूलाई टेबलहरू पनि छन्। र यहाँ यस अस्पतालमा कार्यरत स्टाफहरूको लागि पनि टेबलहरू यहाँ आइसकेका छन्, देख्न सकिन्छ। चाहिने जति सबै सामानहरू आइसकेका छन्। सामानहरू राख्नको लागि दराजहरू पनि आइसकेको छ।
दराजहरू पनि चाहिने मात्रामा छन्। भित्र चाहिँ यता भित्र छिरेर 2 स्टेप एउटा ढोका खोलेर फेरि ढोका खोलेर बाथरुम रहेछ। यताबाट यहाँ आइपुग्दा फेरि अर्को भित्र पनि रुम छ, एसी वाला रुम छ। यहाँ विभिन्न कामहरूको लागि प्रयोजनको लागि बनाइएका रुमहरू होलान्। मलाई यो सम्बन्धी त त्यति धेरै ज्ञान छैन। पक्कै पनि यो सैलुङ अस्पताल पूर्ण रूपले सञ्चालनमा आइसकेपछि भने यहाँका कुराहरू बुझ्न सकिन्छ। लिफ्ट पनि देख्न सकिन्छ। यो लिफ्ट पनि सञ्चालनमा आइसकेको छ, रेडी अवस्थामा छ। पहिलो फ्लोरबाट दोस्रो फ्लोरतर्फ जाँदैछौँ हामी। के छ यहाँ भएका कुराहरू यहाँहरूलाई पनि देखाउने कोसिस गर्छौँ। एकदमै सुविधा सम्पन्न भवन छ यो, देख्न सकिन्छ। दोस्रो तलामा आइपुग्दा यतापट्टिबाट चाहिँ बाहिर जाने, यतापट्टि चाहिँ यो भवनबाट चाहिँ बाहिर निस्किने भयो गेटबाट। हामी बाहिर जाँदैनौँ, हामी भित्र भएका रुमहरू हेर्छौँ। भित्र एकदमै सुविधा सम्पन्न रुमहरू छन्। लगभग धेरै रुममा बिरामी भर्ना भएर बस्दै गर्दा पनि, सिङ्गल रुममा बस्दै गर्दा पनि एट्याच बाथरुम भएका रुमहरू छन्। यहाँ चाहिने मात्रामा लाइटहरू पनि हालिएको छ। एकदमै राम्रो सुविधा सम्पन्न भवन छ यो। यो दोस्रो फ्लोरमा लिफ्ट भयो। यो एकदमै ठुलो रुम छ जहाँसम्म यो बिरामी वार्ड हुनुपर्छ। भोलिको दिनमा थाहा होला पक्कै पनि यो के हो भनेर चाहिँ, तर मैले आकलन गरेँ त्यस्तो हुनसक्छ। ठ्याक्कै यहाँबाट बाहिर पनि देख्न सकिन्छ। चारैपट्टि झ्यालहरू छन्, 3पट्टि झ्याल छ, एकपट्टि ढोका छ, एसी छ, भित्रै बाथरुम छ। एकदमै ठुलो रुम छ यो चाहिँ। यो साँच्चै वार्ड हुनुपर्छ, बिरामी वार्ड। सुविधा सम्पन्न हस्पिटल छ यो। यो हस्पिटल यहाँ बनिनु भनेको सैलुङका हामी आम व्यक्तित्वको लागि गौरवको कुरा हो। साँच्चै नै सुविधा सम्पन्न भइसक्दा जनसङ्ख्या भने गाउँमा घट्दो क्रम छ। बोरिङ हुँदै गर्दा बाहिर बरन्डामा आएर घाम ताप्ने, यसो बस्ने ठाउँ पनि छ। बाहिरी भ्यू हेर्दै, बाहिरी भ्यूमा गार्डन सहितको बन्ने कुरा मैले यहाँ आकलन गर्दैछु। यो उता देखिएको बाटो चाहिँ दुर्गामावि स्कुल हुँदै, होस्टेल हुँदै आउने बाटो रह्यो। यो गेट साइडबाट धाराहरू पनि छन् बाहिर 2-3वटा। फायर एक्सटेन्सन जताततै चाहिने मात्रामा, पर्याप्त मात्रामा राखिएको छ। केही कुराहरू कमी कमजोरी हुनसक्छ, मैले पनि नजानेका कुराहरू हुन सक्छन्। जे जति जानेको छु यसो सोधेर बुझेर यहाँहरू सामु यो भिडियो लिएर आउने कोसिस गरेको हुँ। यहाँहरूलाई पनि आफ्नो गाउँठाउँमा भएका सेवा सुविधा विकासका कुराहरू पक्कै पनि आफ्नो कार्यव्यस्तता विविध कारणवश बाहिर भए पनि, जो जहाँ कहीँ भए पनि हेर्न मन लाग्छ भन्ने कुरालाई मनन गर्दै म आफू यहीँ भएको हुनाले म आफू पनि हेर्ने र यहाँहरूलाई पनि देखाउने जमर्को गर्न खोजेको हुँ। केही कुराहरू कमी कमजोरी भयो भने पक्कै पनि यहाँहरूले नरिसाइकन यो कुरा चाहिँ यस्तो हो भनेर भनिदिनु हुनेछ, सम्झाइदिनु हुनेछ, बुझाइदिनु हुनेछ भन्ने अपेक्षा राख्दछु। तेस्रो स्टेपमा पुग्दैछु। तेस्रो स्टेपमा पनि तलकै जस्तै सेम कोठाहरू छन्। त्यो बाहिरदेखि उता देखिएको चाहिँ बाहिर जाने गेट हो, साइडपट्टि जाने गेट हो। त्यहाँ तलबाट आउने भयो। यो विभिन्न रुमहरू भए। एउटा दुईटा रुमहरूमा पनि छिरेर हेर्छु। एकदमै राम्रा रुमहरू छन्, उज्याला रुमहरू छन्। लाइटहरू एकदमै राम्रो लाइटहरू हालिएको छ। बाथरुमहरू पनि एकदमै राम्रा छन्। तर यी बाथरुमहरू चाहिँ हाम्रो ठाउँ चिसो भएको हुनाले नेपाली टोयलेट राखिदिएको भए अझ उत्तम हुन्थ्यो जस्तो मैले अनुमान गरेँ। यहाँहरूलाई कस्तो लाग्छ? एकदमै ठुलो स्पेस छ रुमहरू भन्दा बाहिर पनि पूर्वहरूको लागि तपाईँ हामी जो कोही आएर एकछिन बस्दै गर्दालाई एकदमै राम्रो स्पेस छ। रुमहरू पनि हेर्न सक्नुहुन्छ, सायद क्वार्टर या बिरामी भर्ना रुम हुनसक्छ। एकदमै राम्रा रुमहरू छन्, उज्याला रुमहरू छन्। ठाउँ मिलेअनुसार 2-3टै झ्यालहरू राखिएको छ। धेरै जस्तो रुममा एट्याच बाथरुम पनि छ। एकदमै राम्रो फेन्सिङ गरिएको छ।
तल वार्ड भनेको रुमको सिधा माथि मैले वार्ड भनेर आकलन गरेको सिधा माथि फेरि यस्तो छ। यहाँ पनि विभिन्न पार्टका रुमहरू छन्। विभिन्न खालका कामहरू हुने रुमहरू होलान्। औषधि राख्ने, बिरामी भर्ना गर्ने, समग्रमा बिरामी भर्ना गर्ने त्यस्ता रुमहरू हुन सक्छन्। बाथरुम देख्न सक्नुहुन्छ, एकदमै राम्रो छ। एसी सहितका रुमहरू प्रत्येक फ्लोरमा 2-3टा देख्न सकिन्छ। साँच्चै नै लाइटहरू एकदमै राम्रो हालिएको छ। उज्यालो रुम, ठुलो रुम, प्रत्येक रुमभित्र बाथरुम, एकदमै राम्रो सुविधा सम्पन्न अस्पताल बनेको छ। यो रुम चाहिँ अन्धकार रहेछ, तर दुईपट्टिबाट छिर्ने रुम रहेछ। यो चाहिँ यताबाट र उताबाट, यताबाट छिरेर उताबाट निस्किने या यताबाट छिरेर उताबाट निस्किने, सायद त्यस्तै हुनसक्छ। यो चाहिँ अलि अँधेरो रुम रहेछ। यहाँबाट हामी बाहिर आउँछौँ। बाहिर आइसकेपछि फेरि भर्याङ साइडमा यहाँ लिफ्ट छ। लिफ्टबाट फेरि माथिल्लो तलामा जान्छौँ हामी। जहाँसम्म लाग्छ मलाई यो माथिल्लो तला चाहिँ अन्तिम तला हुनुपर्छ। एकदमै राम्रो फेन्सिङ गरिएको छ। साउनको दोस्रो तेस्रो सातादेखि चल्ने भन्ने कुरा मैले बुझेको छु। जहाँसम्म त्यतिखेरसम्म चलाउनको लागि केही कुराहरू चाहिँ अलिकति यहाँ सरसफाइ गरेर दिनुपर्ने मैले देखेको छु। निर्माण पक्षले साँच्चै यो गरेर दिनुहुन्छ होला। यो चाहिँ टपमा मिटिङ रुम जस्तो लाग्छ। पक्कै पनि यो टपमा भएको चाहिँ यो मिटिङ रुम हुनुपर्छ। मिटिङको लागि चाहिने कुराहरू, टेबल कुर्सीहरूको सजावट देख्दा पक्कै पनि यो मिटिङ हल जस्तो लाग्यो। एकदमै राम्रो लाइटहरू झिलिमिली हुने गरी हालिएको छ। यहाँबाट बाहिर पनि निस्किन मिल्छ। के गरी मिटिङमा फोन आइहाल्यो भने बाहिर निस्केर यसो फोन गर्न मिल्ने ठाउँ जस्तो लाग्यो। यो भूकम्प प्रतिरोधात्मक भवनहरू विपद पर्दाखेरिका लागि मापदण्ड अनुसार बाहिरबाट यो भूकम्प विपदका कुराहरू हुँदाखेरि निस्किने भर्याङ पनि राखिएको छ। यो पनि बैठक रुम हुनुपर्छ। पक्कै पनि सोफा राखेको देख्दा यो बैठक रुम जस्तो लाग्यो। साँच्चै नै यो हस्पिटल सेवा सुविधा सम्पन्न हस्पिटल हो। 15 शय्याको हस्पिटल हो। धेरै खालका उपचारहरू यहाँ हुन्छन्। यहाँ नभएका उपचारहरूलाई मात्रै रिफर गरिन्छ। धेरै खालका उपचारहरू यहाँ हुने खालको अनुमान हामी लगाउन सक्छौँ। भने माथि चाहिँ पुरै ढलन छैन, आदि स्पेस पनि राखिएको छ। यसो बाहिर निस्किने घाम ताप्ने ठाउँ पनि देख्न सकिन्छ यहाँ। भने यो आदि ढलनको माथि चाहिँ ट्याङ्कीहरू राखिएको रहेछ, बाहिर देख्न सकिन्छ। एकदमै ठुलो क्षेत्रफलमा यो हस्पिटल फैलिएको छ। करिब मैले आकलन गर्दा 5-6 रोपन क्षेत्रफल छ जस्तो मलाई लाग्छ। देख्न सकिन्छ यो निर्माणाधीन भवन हो। यो साँच्चै निर्माण सम्पन्न भइसक्दा एकदमै सुविधा सम्पन्न देखिनेछ, सुविधा सम्पन्न हुनेछ। यो लिफ्टको इन्डिङ पोइन्ट र यहाँ एकदमै पर्याप्त मात्रामा पानीको लागि ड्रमहरू राखिएको छ। पानी तताउनको लागि सोलरहरू पनि एकदमै राम्रा सोलरहरू फिट गरिएको छ। यो अस्पतालको बाहिरी कम्पाउन्डलाई हेर्दा एकदमै ठुलो क्षेत्रफल करिब 5-6 रोपनीमा फैलिएको देख्न सकिन्छ। जे जति कुराहरू जाने यहाँहरूलाई पनि भन्दै आफू पनि हेर्दै यस ठाउँको बारेमा जानकारी दिने कोसिस गरेँ। केही कुराहरू भुलचुक हुन गए